उताबाट बस के भन्नु हो भिडियोहरु त आएन नि भने कहाँ जानु छ खै कहाँ लानु छ थाहै छैन लो दगुर्दै आएर घरबाट हरन बज्न नहुने एकदमै रमणीय यात्रा हामी 4 जनाको टोली चाहिँ दाङबाट काठमाडौँ यात्रा गरेका थियौँ। खास हाम्रो उद्देश्य चाहिँ भियतनाम प्रस्थानको थियो भने उहाँहरू चाहिँ काठमाडौँमा रहेका आफ्ना छोराछोरीलाई भेट गर्ने र त्यस पश्चात उहाँहरू चाहिँ पूर्वी नेपाल घुम्ने प्लानका साथ हामी दाङबाट हिँडेका थियौँ। हामी बेलुका हिँडेको मान्छे दिनमा अर्को दिन बिहान चाहिँ हामी यो चितवनदेखि अगाडि पर्सा एरियातिरको हो, यो पर्सातिर साइडमा यो सिन चाहिँ। अनि हामी अर्को दिन बिहानै चाहिँ बसन्तपुर स्थित मन्दिर दर्शन गर्न बुढाबुढी गयो भने उहाँहरू चाहिँ आफ्नो छोराछोरीलाई भेटघाट गर्न जानुभएको थियो। हाम्रो यात्रा एकदमै रमणीय राम्रो भएको थियो। यो यात्रामा हामी मन्दिर दर्शन गरिसकेपछि बेलुका पख चाहिँ हामी एयरपोर्ट प्रस्थान गरेका थियौँ। एयरपोर्टमा सबै साथीहरू जम्मा भएर त्यहाँ चाहिँ हामी सबैले खादा माला लगाइसकेपछि अनि मात्रै त्यहाँबाट हाम्रो भियतनामको लागि यात्रा तय भएको थियो। यो यात्रामा मेरो प्रिय श्रीमतीज्यू पनि साथमा। यात्रा एकदमै रमाइलो थियो। त्यो यात्रा पक्कै उनलाई पनि रमाइलो लाग्यो होला। उनको लागि चाहिँ यो फर्स्ट वैदेशिक यात्रा थियो भने मेरो चाहिँ 8औं पटकको यो वैदेशिक यात्रा थियो। यात्रामा हामीलाई कम्पनीको तर्फबाट सम्मान गरेर खादा लगाएर सम्मान गर्नुभएको थियो सबैलाई। हामी फोटो सेसन गऱ्यौँ। फोटो सेसन गरेपछि त्यहाँ सबै साथीहरूले आफ्नो डकुमेन्टहरू रेडी गरेर हामी भियतनामको लागि एयरपोर्टभित्र छिर्यौँ। म सँगसँगै हाम्रो रियलमीका सेल्स म्यानेजर हाम्रो बन्टी सिंह सर पनि सँगै हुनुहुन्छ र मलाई एउटा उहाँले भन्नुभयो कि हजुरले चाहिँ कम्पनीको मान्छेलाई र हाम्रो कम्पनी प्रतिनिधिलाई र हाम्रो कन्ट्री सेल्स म्यानेजर उहाँ चाहिँ जुन बाहिरबाट आउनुभएको थियो, जुन कम्पनीबाटै उहाँलाई चाहिँ तपाईँले नै खातामाला लगाइदिनु सुरजी भनिसकेपछि त्यो अवसर दिनुभएका उहाँलाई धेरै धेरै धन्यवाद। र सँगै मैले हाम्रो बन्टी सिंह सरलाई पनि खादामाला लगाउने अवसर पाएको थिएँ। यो त्यो पल पनि एकदमै रमणीय भएको थियो। उहाँहरूले जुन स्थान दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी सबैजना एकमुष्ट भएर खादामाला लगाइसकेपछि उहाँहरूले चाहिँ हामीलाई यात्राको विशेष शुभकामना दिनुभयो र हामी नेपालभरि छरिएका सम्पूर्ण साथीहरू एकै ठाउँ हुन पाउँदा साह्रै खुसी लागेको थियो। यो यात्रामा हामी कति पहिला परिचित नभएका साथीहरू पनि परिचित हुन पायौँ र पहिले परिचित थियौँ तर नजिक हुन नपाएका साथीहरू पनि नजिक भएर हामी चाहिँ त्यो यात्राको तय गरेका थियौँ। बाँकी भिडियो क्लिपमा चाहिँ